जय जय श्री राधेश्याम। सम्पूर्णमा हजुरहरू यति निद्रामा चाहिँ नराम्रा सपनाहरू देख्ने अथवा झस्किने ब्युजिने मनमा भय रहन्छ भने यी 3 कुराहरू गर्नुहोस्, तपाईको भय आजैबाट छुट्छ। पहिलो कुरा हो, रात्रि सुत्नुभन्दा पहिले हामीले चाहिँ खुट्टा चाहिँ हात खुट्टा चाहिँ एकदम राम्ररी धोएर चाहिँ सफा तरिकाले चाहिँ बेडमा चाहिँ प्रवेश गर्नुपर्दछ। र दोस्रो कुरा, हामीले सुत्नुभन्दा पहिला हामी मोबाइल चलाउँछौँ। मोबाइल चलाएर त्यो मोबाइल बन्द गरिसकेपछि भगवानको नाम लिने गर्नुहोस्। भगवान हनुमानजीको स्मरण गर्नुहोस्, गणेशजीको लिनुहोस्, कार्तिकेयको लिनुहोस्, आदि इत्यादि नारायण भगवानको लिनुहोस्। आदि इत्यादि भगवानको चाहिँ नामलाई चाहिँ स्मरण गरेर तपाईँ सुत्ने गर्नुभयो भने रात्रिमा नराम्रा सपनाहरू हजुरले अवश्य पनि देख्नुहुन्न। र तेस्रो कुरा के हो भनेदेखि बिहान नित्य भगवान हनुमानजीको चाहिँ हनुमान चालिसा चाहिँ 1 आवृत्ति नित्य पाठ गर्नुपर्दछ। यदि तपाईले शुद्ध पवित्रता भएर बिहानै स्नान गरेर नित्य 1 आवृत्ति हनुमान चालिसा पाठ गर्नुभयो भने हजुरको यो कष्ट अवश्य पनि निवृत्त हुन्छ। मनमा भय पनि रहँदैन। रात्रिमा नराम्रा सपनाहरू देख्ने आदि इत्यादि सबै कष्टहरू चाहिँ निवृत्त भएर जान्छ। जय श्री राम, जय हनुमान।